नेपालमा राजनीतिक परिवर्तनको कुरा आउँदा हाम्रो दिमागमा अक्सर के आउँछ? सायद चर्को नारा, आन्दोलन अनि ठूल्ठूला घोषणाहरू। तर आज हामी एक यस्ता व्यक्तिको विश्लेषण गर्दैछौं जसको क्रान्ति एकदमै शान्त छ, तर जसको कामले राष्ट्रिय राजनीतिमै तरङ्ग ल्याइरहेको छ। धनगढीका मेयर गोपाल हमाल एक यस्ता निर्माता जसले हल्लाखल्ला भन्दा पनि प्रणाली बनाएर राजनीतिलाई नयाँ आकार दिँदैछन्। आजको हाम्रो यो यात्रामा हामी सुरुमा धनगढीको एउटा सानो तरकारी बजारको समस्याबाट सुरु गर्नेछौं। त्यसपछि मेयर हमालको व्यापारबाट सार्वजनिक सेवामा आउनुको कारण खोज्नेछौं। धनगढीमा भएका मुख्य परिवर्तनहरू, उहाँको नेतृत्व गर्ने फरक शैली र अन्त्यमा यसले राष्ट्रिय राजनीतिमा के अर्थ राख्छ भन्ने कुराको पनि हामी गहिराइमा पुग्नेछौं। ल, हाम्रो कथा सुरु हुन्छ धनगढीको तरकारी बजारबाट। यो त्यस्तो ठाउँ हो जहाँ किसानहरूले वर्षौंदेखि एउटा गहिरो र अन्यायपूर्ण समस्या भोगिरहेका थिए। जहाँको प्रणाली कस्तो थियो भने बजारमा बिचौलियाहरूको एक छत्र राज थियो। उनीहरूले किसानबाट एकदमै सस्तोमा तरकारी किन्थे, कहिलेकाहीँ त बजारमा बिक्री हुने अन्तिम मूल्यको आधाभन्दा पनि कममा। भनेपछि यो त एक किसिमको सिन्डिकेट नै भयो। सोच्नुस् त, मेहनत गर्ने किसान र पैसा तिरेर किन्ने उपभोक्ता दुवै मारमा थिए। यो कुरा मेयर हमालले आफैले कति राम्रोसँग भन्नुभएको छ। उहाँको यो भनाइले त्यो पुरानो प्रणालीको अन्यायलाई मात्र देखाउँदैन, उहाँले किन हस्तक्षेप गर्नै पर्यो भन्ने कुरा पनि छर्लङ्ग पार्छ। उहाँको शब्दमा, उपभोक्ता पनि मरे, किसान पनि मरे, त्यसैले उहाँले एउटा निर्णय लिनुभयो। त्यसैले उहाँले एकदमै स्पष्ट 3 चरणको समाधान लागू गर्नुभयो। पहिलो, बजारबाट गैर किसान मतलब बिचौलियाहरूलाई हटाउने। दोस्रो, वास्तविक किसानको पहिचान गरेर उनीहरूलाई किसान कार्ड दिने। र तेस्रो, त्यो कार्ड हुने किसानलाई मात्र सिधै उपभोक्तासँग बेच्न दिने। बस यति गरेपछि त्यो सिन्डिकेट तोडियो र किसानले आफ्नो मेहनतको फल पाउन थाले। अब प्रश्न उठ्छ, यस्तो प्रभावकारी योजना ल्याउने व्यक्ति आखिर को हुन् त? उहाँको पृष्ठभूमि के हो? आउनुहोस् उहाँको यात्रालाई अलि नजिकबाट हेरौँ। यो समय रेखाले के देखाउँछ भने गोपाल हमाल राजनीतिमा आउनु अघि नै एक सफल व्यवसायी र एक समर्पित सामाजिक अभियन्ता हुनुहुन्थ्यो। कोभिड महामारीको बेला उहाँले सुरु गरेको महाप्रस्थान अभियान, जहाँ विपन्न परिवारलाई निशुल्क दाह संस्कार सेवा दिइन्थ्यो, यसको ठूलो उदाहरण हो। उहाँको जरा समाज सेवामा पहिलेदेखि नै गहिरो थियो। मेयर बनेपछिको उहाँको पहिलो निर्णय नै आफैमा एउटा ठूलो सन्देश थियो। उहाँले सरकारी गाडी र तलब दुवै लिन अस्वीकार गर्नुभयो। यो कदमले उहाँको कार्यकाल कस्तो हुनेछ भन्ने स्पष्ट सङ्केत दियो कि राजनीति सेवा हो, नाफा कमाउने व्यापार होइन। अब हेरौँ उहाँले धनगढीलाई बदल्नको लागि के गर्नुभयो त? उहाँका कामहरूको दायरा र महत्वाकांक्षा कस्तो छ? यो एउटा नम्बरले नै धेरै कुरा भन्छ। 20। सोच्नुस् त, आफ्नो कार्यकालको पहिलो 1.5 वर्षमै 20 वटा ठूला परियोजनाहरू सम्पन्न गर्नु, यो उहाँको प्रशासनको काम गर्ने गतिको एउटा बलियो प्रमाण हो। उहाँको योजनाको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण स्तम्भ थियो सार्वजनिक स्वास्थ्य सेवा, किनभने यो हरेक नागरिकको जीवनसँग सिधै जोडिएको हुन्छ र यसमा सुधार ल्याउनु भनेको सबैभन्दा ठूलो सेवा हो। यी कार्यक्रमहरू हेर्दा उहाँको प्राथमिकता एकदमै स्पष्ट देखिन्छ। स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने र विशेष गरी जो सबैभन्दा कमजोर छन् उनीहरूलाई लक्षित गर्ने। र यी केवल घोषणाहरू होइनन्, कार्यान्वयनमा गइसकेका योजनाहरू हुन्। स्वास्थ्य सेवापछि उहाँको ध्यान गयो सहरको मुहार फेर्नमा, अर्थात् पूर्वाधार र वातावरणमा सुधार गर्नमा। र यो स्लाइडमा हेर्नुस् त, साना ठूला सबै खाले परियोजनाहरूले कसरी सहरको मुहार फेर्न सक्छ भन्ने कुराको यो एउटा उत्कृष्ट उदाहरण हो। सडक फराकिलो बनाउनेदेखि लिएर छाडा चौपाया व्यवस्थापन गर्न गौशाला बनाउनेसम्म यी सबै कामले धनगढीलाई साँच्चै बस्न लायक सहर बनाइरहेको छ। अब अलिकति विश्लेषण गरौँ है त। गोपाल हमालको नेतृत्व गर्ने शैली अरू चर्चित स्वतन्त्र मेयरहरूको भन्दा कसरी फरक छ? यो एकदमै रोचक छ। यो तालिकाले कुरालाई एकदमै छर्लङ्ग पार्छ। जहाँ काठमाडौँका बालेन शाहलाई अवैध संरचना भत्काउने योद्धाको रूपमा हेरिन्छ र धरानका हर्क साम्पाङलाई जनतालाई नै परिचालन गर्ने क्रान्तिकारीको रूपमा, त्यही गोपाल हमालको शैली फरक छ। उहाँ निर्माता हुनुहुन्छ, उहाँ टक्राउमा जानुहुन्न, बरु चुपचाप दीर्घकालीन समाधान दिने प्रणाली बनाउनमा केन्द्रित हुनुहुन्छ। र यो भनाइले निर्माताको आइडियालाई झनै बलियो बनाउँछ, होइन त? उहाँको ध्यान हेडलाइनमा होइन, काममा छ। अब कुरालाई अलि फराकिलो बनाऊ। धनगढीमा भएको यो कामको महत्त्व सिङ्गो देशको लागि किन छ त? कुरो के हो भने हमाल एक्लो हुनुहुन्न,
उहाँ नेपालमा देखिएको एउटा ठूलो राजनीतिक लहरको हिस्सा हुनुहुन्छ। यो लहर हो स्वतन्त्र उम्मेद्वारहरूको। यसले के देखाउँछ भने जनता अब परम्परागत पार्टीहरूबाट वाक्क भएर नयाँ खालको नेतृत्व खोजिरहेका छन्। र यो शक्तिशाली भनाइले हम्माल जस्ता नेताहरूले परम्परागत राजनीतिक दलहरूलाई कस्तो चुनौती दिएका छन् भन्ने कुरा स्पष्ट पार्छ। उनीहरूको अस्तित्व साँच्चीकै सङ्कटमा परेको छ। अन्तमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्ग्यौं। के हो हल्ला र टक्राव भन्दा पनि चुपचाप प्रणाली बनाउने यो निर्माता मोडल नै नेपाली नेतृत्वको भविष्य हो त? यो प्रश्नले हामीलाई साँच्चीकै सोच्न बाध्य बनाउँछ।